सबैलाई नमस्कार। जय शम्भु, जय माता रानी, हर हर महादेव। आज चाहिँ म यो जसले सामान चढाएको थिएँ सबैको मनोकामना पूर्ण भएर यो सामान चढाएको थिएँ। मैले एकमुष्टमा चढाएँ अनि धेरैजनाले नाम लेखेर पनि छोड्नु भएको थियो मेरो भिडियो बनाइदिया भनेर। कमल बुढा कृष्णपुर एक पहरिया भनेर छ, वैदेशिक यात्रा वैदेशिक भिसा चाहिँ आएको लागेको भनेर उनले यो सामान चढाएको छ। त्यसैले धेरैजनाको त्यो बिरामी भएर असन्चो भएर कसैको चाहिँ सन्तान नभएर चाहिँ भाक्कल गरेर घरैबाट कसैले सन्तान नभएर भाक्कल गरेर चाहिँ पुरा भएको उहाँले यो पहिरन सबै चढाएर गएका छन्। त्यसै गरी मोबाइलबाट भाक्कल गरे बढी छन्, सबै मोबाइलबाट गरेर आदि चाहिँ मोबाइलबाट गरे बढी छन्। त्यसै गरी मैले यो सामान सबैको निकाल्न सकिनँ। अहिले यो टाइम नभएर चाहिँ कट्टामा जसको निकाल्न सके टाइम छ मैले निकालेँ। अब नभएको दोस्रो दिन चढाइदिन्छु। सबैको मनोकामना यसरी पुरा हुन्छ। यो चाहिँ करिब 1-1.5 महिनाको हाराहारीमा चाहिँ यो सबैको मनोकामना पुरा भएर चढाएको हो। यसरी सबैको मनोकामना छ। माता रानीको कृपा सधैँ लागिजाओस्। सबैले यसरी खुसीले यदि तपाईँलाई मनोकामना पुरा भएर पनि चढाउनलाई पनि एक पैसा छैन भनेपछि ल्याउनै पर्छ भन्ने केही छैन। तर भाक्कल गर्दाखेरि के भने कि मेरो मनोकामना पुरा होस्, फुलटिप लगी स्या गर्नु भने त्यसो भनेर चाहिँ एक धूप ल्याएर एउटा फुल ल्याएर चढाए पनि माता रानीले मान्छन्। ल्याउनै पर्छ, यहाँ चढाउनै पर्छ, एकले ल्यायो भनेर धोती सबैले ल्याउनै पर्छ भन्ने जरुरी छैन। एकदम मनको इच्छा पुरा भएर मेरो मनोकामना पुरा भएर म खुसीले आएँ यहाँ भनेर पनि हुन्छ। सबैको मनोकामना यसरी नै पुरा हुँदै जाओस्। जय शम्भु, जय माता रानी, हर हर महादेव।